कहिलेकाहीँ बिग्रेका कुराले नै नयाँ रूप धारणा गर्छन्। यो पुरानो फ्रिज धेरै वर्षदेखि हाम्रो घरको कुनामा नचल्ने गरी बसिरहेको थियो, तर आज म यसलाई नयाँ जीवन दिन लागेकी छु। फ्याँक्ने होइन, परिवर्तन गर्ने, किनकि मेरो विश्वास छ हरेक पुरानो वस्तुमा एउटा नयाँ सम्भावना लुकेको हुन्छ। अस्ति मामु भन्दै हुनुहुन्थ्यो, एउटा कबाडी आउनुभएको थियो अरे सामान लग्नेवाला, उहाँले यो फ्रिजको चाहिँ 2000 रुपियाँ दिन्छु मलाई बेच्नुहोस् भन्नुभएको थियो। तर अनि मैले भने मम्मी यसको हामी केही बनाउन सक्छौँ, यो पुरानो चिजबाट केही नयाँ कुरा बनाउन सकिन्छ भनेर मैले बेच्न दिइनँ। सुरुमा लाग्यो यो काम गाह्रो होला, तर कल्पनाले असम्भव पनि सम्भव बनाउँछ। थोरै मेहनत, केही समय र मनमा एक सोच, अनि परिवर्तनको यात्रा सुरु भयो। फ्रिजको सबै पुरानो भाग हटाएर यसलाई सफा गर्दै थिएँ। म सोच्दै थिएँ कहिलेकाहीँ सानो परिवर्तनले पनि कति ठुलो सन्देश दिन सक्छ। कला भनेको यही हो, जहाँ पुरानो चिजले नयाँ कथा बोल्छ। अब चाहिँ यसमा मैले चाहिँ यो लगाउन खोजेँ, तर अलि यसमा समय नि लाग्यो। तर चाहिँ जो छ तलको त्यो डिजाइनिङवाला, त्यो राख्दाखेरि चाहिँ भएन। अब चाहिँ म यो भित्र आफ्ना किताबहरू चाहिँ राख्दैछु। यिनी किताबहरू चाहिँ मलाई एकदमै मनपर्छन्। ओशोको अनि चाहिँ धेरै धेरै किताबहरू छन् मेरो घरमा। मलाई एकदमै राम्रो लाग्छ यी किताबहरू पढ्न। कतिखेर बोरिङ लागेको समयमा अनि सुत्नुभन्दा अगाडि यी किताबहरू पढ्दा चाहिँ एकदमै मन पनि शान्त हुने, केही कुरा सिक्न पाइने। र यो हो पानीघट्ट भन्ने किताब, एकदमै राम्रो छ। मेरो सबभन्दा फेभरेट नै भनौँ, धेरै राम्रो छ। तपाईँहरू पनि पढ्न सक्नुहुन्छ। र यसरी चाहिँ मैले आफ्नो पुरानो फ्रिजलाई चाहिँ नयाँ बुक ऱ्याकको रूपमा, बुक सेल्फको रूपमा परिवर्तन गरेँ। र यो चाहिँ मेरो डायरी, यसमा मैले धेरै कुराहरू चाहिँ मेरो दैनिकीहरू लेख्ने गर्छु। अनि यिनी चाहिँ मेरो प्रमाणपत्रहरू, अहिलेसम्मको स्कुल सानो 6 क्लासदेखिको, त्योभन्दा अगाडिको त सबै हराइसकेँ। यी चाहिँ मैले त्यो बुक ऱ्याकमा चाहिँ त्यो राख्दाखेरि चाहिँ भेटाएको, एउटा ठाउँमा राखेकी थिएँ। यी चाहिँ मेरो प्रमाणपत्रहरू हुन्, तपाईँहरू देख्न सक्नुहुन्छ। प्रमाणपत्रहरू अब चाहिँ यिनलाई गर्नुपर्ने हो, त्यो फ्रेमिङ गर्नुपर्ने हो यी प्रमाणपत्रहरूलाई। अब कुनै दिन गर्नुपर्ला। यसको लागि चाहिँ धेरै पैसा चाहिने हो, अहिले जो मसँग छैन। 2-4 त गरेको छु मैले। अब चाहिँ कुनै दिन गर्नुपर्ला, समय आउँदाखेरि सजाउनको लागि। राम्रो देखिन्छ नि, त्यो भित्र राख्नुभन्दा त त्यहीँ टाँसेको नै राम्रो देखिन्छ। र अब एकछिनपछि चाहिँ मेरो फ्रिज अब पुरा भइसकेको छ र अनन्त यही हो परिणाम। यो अब फ्रिज होइन, यो त अब ज्ञानको घर हो। यहाँ किताबहरू मात्र छैनन्, प्रत्येक पानामा मेहनत र कल्पना मिसिएको छ। पुरानो फ्रिजले अब नयाँ पहिचान पाएको छ। यो सजावट होइन, सोचको परिवर्तन हो। जब तिमी सृजनशील बन्न सिक्छौ, फ्याँक्ने कुरामा पनि अर्थ देखिन्छ। हामीले वस्तु होइन, दृष्टिकोण बदलिनुपर्छ मेरो विचारमा। किनभने साँचो सुन्दरता नयाँ वस्तुमा होइन, नयाँ सोचमा हुन्छ। धन्यवाद। यो सानो परिवर्तनले तपाईँलाई पनि केही सोच्न प्रेरित गरोस्। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला।